सबैजनामा नमस्कार। म चुडामणि भट्टराई। म आज यहाँहरूको माझ वित्तीय साक्षरता सम्बन्धी केही कुराहरू राख्नका लागि आएको छु र यहाँहरूले यो मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला र सेयर गरिदिनु होला, लाइक गरिदिनु होला र कमेन्ट गरिदिनु होला। र म आजको विषय प्रवेशतिर सुरु गरेँ। वित्तीय साक्षरता। वित्तीय साक्षरता भन्नाले के बुझिन्छ त? वित्तीय साक्षरता भन्नाले बचत, कर्जा, बिमा, विप्रेषण, आम्दानी, खर्च तथा लगानी आदिको राम्रो व्यवस्थापन गर्न आवश्यक पर्ने ज्ञान र सिप भन्ने बुझिन्छ। वित्तीय साक्षरता कार्यक्रमले सिप आर्जन गरेका र सो अनुरूप काम गर्न चाहने व्यक्तिहरूमा उचित वित्तीय निर्णयहरू लिन सक्ने क्षमता बढाउनेछ। यसले पारिवारिक आम्दानी खर्चको योजना गर्न, फजुल खर्चहरूलाई घटाउन, आम्दानीका लागि लगानी गर्ने बानीको विकास गर्न, मितव्ययिता गरी खर्च गर्न, बिमा सेवाहरू उपयोग गर्न, सोच विचार गरेर मात्र कर्जा लिन, अनुशासनपूर्वक कर्जा व्यवस्थापन गर्न, विप्रेषण सेवा प्रयोग गर्न र सानो व्यवसाय गर्न सिकाउनेछ। वित्तीय साक्षरताले लक्षी समुदायलाई वैकल्पिक वित्तीय सेवाहरूको बारे बुझ्न र आफ्ना लागि उपयुक्त सेवा छनौट गर्न पनि सहयोग पुर्याउँछ। अर्को शब्दमा भन्ने हो भने मानव जीवनका लागि अति आवश्यक पैसा वा धन सम्पत्ति कानुन बमोजिममा आर्जन गर्ने, पैसा खर्च गर्दा मितव्ययी रूपमा बजेट बनाएर आय बमोजिम खर्च गर्ने, आफ्नो आयको केही अंश भविष्यका लागि बचत गर्ने तथा उद्यम व्यवसाय गर्नका लागि कर्जा लिने र विदेशको कमाई अर्थात् विप्रेषणको समुचित र उत्पादनमूलक उपयोग गर्न ज्ञान तथा सिप वित्तीय चेतनाले प्रदान गर्दछ। यसका साथै उद्यम व्यवसायमा कहिलेकाहीँ आउन सक्ने जोखिम बिहोर्न र न्यूनीकरण गर्नका लागि बिमा तथा सुरक्षण गर्ने, गैर कानुनी ढङ्गबाट आर्जन गरेको सम्पत्तिले विपत्ति ल्याउँछ भन्ने जस्ता विषयमा आवश्यक न्यूनतम ज्ञान प्रदान गर्ने गर्दछ। वित्तीय चेतना मार्फत व्यक्ति आफ्नो स्रोत र साधनको उपयोगको विषयमा उचित निर्णय गर्न सक्षम हुन्छ। यसबाट निजको र मुलुकको समेत आर्थिक उन्नतिमा सहयोग पुग्दछ। वित्तीय समावेशीकरणले क्षेत्र, लिङ्ग, वर्ण, जात आदिका आधारमा कुनै भेदभाव नगरी समान रूपमा वित्तीय संस्थाहरूबाट प्रदान गरिने औपचारिक वित्तीय सेवा पाउनु पर्दछ भन्ने दृष्टिकोण छ। यसैगरी वित्तीय शिक्षाले कुनै पनि व्यक्तिसँग भएको आर्थिक वा वित्तीय स्रोत साधनको प्रभावकारी रूपमा मितव्ययी उपयोग गर्ने ज्ञान समेत प्रदान गर्दछ। यसको के महत्त्व छ त भन्दा सर्वसाधारणमा वित्तीय चेतना, ज्ञान र सिपको अभिवृद्धि गर्दै जिम्मेवार वित्तीय आचरणको विकास गर्छ। वित्तीय चेतना तथा ज्ञान मार्फत व्यक्तिलाई आफ्नो स्रोत र साधनको उपयोगका विषयमा उचित निर्णय गर्न सक्षम बनाउँछ। पैसाको महत्त्व बुझ्न र सो अनुसार त्यसको उचित व्यवस्थापन गर्ने शिक्षा प्रदान गर्छ। सीमित साधनको व्यवस्थित परिचालन र उच्चतम सदुपयोग गर्ने कला, सिप र ज्ञान प्रदान गर्दछ। आधुनिक वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउन ज्ञान दिने गर्दछ। वित्तीय स्थायित्व कायम गरी मुलुकको आर्थिक उन्नतिमा सहयोग पुर्याउँछ। वित्तीय शिक्षाले सही तरिकाले आफ्नो पैसा वा धन सम्पत्तिको प्रयोग गर्ने ज्ञान र सिप बढाउँछ। जीवनका आवश्यकताहरूलाई विचार गरी वित्तीय लक्ष्य वा योजना बनाउन सघाउँछ। बचत गर्ने बानी सिकाउँछ। साथै त्यस्ता बचतलाई सुरक्षित तरिकाले जम्मा गर्न र परिचालन गर्न सघाउँछ। वित्तीय सेवा सम्बन्धी आवश्यक सूचनाहरू प्रदान गर्दछ र गलत सेवा प्रदायकको छनौटबाट हुन सक्ने हानि नोक्सानीबाट बचाउँछ। बचत, ऋण, बिमा, विप्रेषण आदिको सही सदुपयोग गरी आफ्नो पारिवारिक आम्दानी बढाउन सहयोग पुर्याउँछ। वित्तीय साक्षरताले पैसाको योजना बनाउन, विभिन्न वित्तीय संस्थाले दिने सेवा सुविधाका बारेमा जानकारीका साथै उपयुक्त वित्तीय निर्णय लिन सहज पारिदिने अवसर प्रदान गर्दछ। अनौपचारिक क्षेत्रको चर्को ब्याज र अन्य वित्तीय झन्झटबाट बच्ने र बचाउने सन्देश प्रवाह गर्दछ। नयाँ आधुनिक प्रविधिअनुसार विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूले दिने डिजिटल बैङ्किङ सेवा सुविधा र प्रयोग विधिबारे सेवाग्राहीलाई जानकारी उपलब्ध गराउँछ। व्यवसायमा आउन सक्ने जोखिम बिहोर्न र जोखिम न्यूनीकरण गर्नका लागि बिमा तथा सुरक्षण गर्ने विषयमा जानकारी उपलब्ध गराउँछ। पैसा वा धन सम्पत्ति कानुन बमोजिम मात्र आर्जन गर्ने तथा गैर कानुनी ढङ्गबाट आर्जन गरेको सम्पत्तिले विपत्ति ल्याउँछ भन्ने विषयमा आवश्यक न्यूनतम ज्ञान प्रदान गर्ने गर्दछ। पैसा खर्च गर्दा मितव्ययी रूपमा बजेट बनाएर आय बमोजिम खर्च गर्न सिकाउँछ। आफ्नो आयको केही अंश भविष्यका लागि बचत गर्न प्रेरणा प्रदान गर्दछ। उद्यम व्यवसाय गर्नका लागि
वित्तीय संस्थाबाट मात्रै कर्जा लिने ज्ञान प्रदान गर्दछ। विदेशको कमाई अर्थात् विप्रेषणको समुचित र उत्पादनमूलक उपयोग गर्ने ज्ञान तथा सिप प्रदान गर्दछ। कमाईको उचित व्यवस्थापनबारे जानकारी पाउने अवसर प्रदान गर्दछ। वित्तीय क्षेत्रहरू चाहिँ के हुन सक्छन् त भन्दा औपचारिक क्षेत्रमा वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, लघु वित्तीय संस्था, सहकारी, शेयर लगानी, इजाजत प्राप्त गैर सरकारी संस्थाहरू, बिमा गर्ने संस्थाहरू, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, निक्षेप तथा कर्जा लगानी सुरक्षा निगम लिमिटेड, हुलाक बचत बैंक, कमोडिटिज स्टक एक्सचेन्ज इत्यादि। यसैगरी अनौपचारिक क्षेत्रमा साहु महाजन, ढुकुटी, साथीभाइ, इष्टमित्र, घरमै बाकस वा दराजमा राख्ने सुन चाँदी गरगहना आदिमा लगानी गरेको बचत फिर्ता हुने कानुनी आधार नहुने हुँदा बढी जोखिम मानिन्छ। महिला समूह, टोल विकास संस्था, उपभोक्ता समिति यी चाहिँ अनौपचारिक क्षेत्र अन्तर्गत पर्दछन् र हामीले आर्थिक कारोबार गर्दा अनौपचारिक क्षेत्रमा भन्दा औपचारिक क्षेत्रबाटै कारोबारहरू गर्नुपर्छ, जसले गर्दा हामी आफ्नो धन सम्पत्ति डुब्नबाट जोगिन सक्छौँ। अब वित्तीय विश्लेषण किन आवश्यक छ त? परिवारको निश्चित आम्दानीलाई प्राथमिकताका आधारमा खर्च बाँडफाँडमा सहयोग पुर्याउनका लागि वित्तीय विश्लेषण आवश्यक छ। आम्दानी र पूर्व योजनाका आधारमा खर्च गर्न अभिप्रेरित गर्दै सजग बनाउन वित्तीय विश्लेषण आवश्यक छ। वित्तीय विश्लेषणले आफ्नो आर्थिक वित्तीय अवस्थालाई सन्तुलनमा राख्न सहयोग पुर्याउँछ। सजिलै आर्थिक सफलताको लक्ष्यमा पुग्न वित्तीय विश्लेषणले सहयोग पुर्याउँछ। आफ्नो निश्चित आम्दानीलाई विभिन्न प्रकारका खर्चहरूमा प्राथमिकताका आधारमा बाँडफाँड गर्न, आम्दानीको अनुमानका आधारमा पूर्व योजनाअनुसार नै खर्च र बचत गर्ने निर्णयमा मद्दत पुर्याउन, खर्च गर्दा व्यक्ति तथा परिवारलाई सचेत र अनुशासित बनाउन, धन सम्पत्ति एवं आम्दानीको प्रभावकारी व्यवस्थापन गर्न, आफ्नो वित्तीय अवस्थालाई नियन्त्रण राख्न र भविष्यको योजना बनाई लक्ष्य पुरा गर्न वित्तीय विश्लेषण आवश्यक छ। वित्तीय विश्लेषण चाहिँ कसरी गर्ने भन्दा व्यक्तिगत वित्तीय व्यवस्थापनका स्वनियमहरू निर्माण गर्ने र अनुसरण गर्ने भनेको आफूले आफ्नो आम्दानी कति छ र आफूले कसरी खर्च गर्ने भन्ने कुरो आफूले आफै नियम बनाउने र त्यही अनुसार अनुसरण गर्दै जाने। वित्तीय लक्ष्यहरूको निर्धारण गर्ने भनेको अब हामी के गर्छौँ, गाडी किन्छौँ, त्यहाँबाट ल्यापटप किन्छौँ, कम्प्युटर किन्छौँ अथवा टेलिभिजन किन्छौँ, सवारी साधनहरू किन्छौँ, घर बनाउँछौँ अथवा जग्गा किन्छौँ। यी वित्तीय लक्ष्यहरू चाहिँ आफूले कुनलाई प्राथमिकताका आधारमा निर्धारण गर्ने हो। आफ्नो स्रोत र साधनहरूको प्रयोग गर्दै आर्थिक रूपमा स्वावलम्बी बन्ने, ऋणको सदुपयोग गर्ने, ऋणको भागा ननगाउने, खर्च गर्न सतर्कता अपनाउने, आफ्नो लगानी र प्रतिफलको तुलना गर्ने, समय सँगसँगै पैसाको मूल्यको तुलना गर्ने, अर्जनाको असरका बारेमा थाहा पाउने, लगानी गर्दा आवश्यक जोखिम वहन गर्ने, लगानी र सम्पत्तिको विविधीकरण गर्ने कुराहरू वित्तीय विश्लेषण अन्तर्गत पर्दछन्। वित्तीय विश्लेषण बजेट रणनीति चाहिँ कसरी बनाउने भन्ने कुरा यहाँहरूलाई म फेरि आउने अर्को भिडियोमा यहाँहरू बिचमा प्रस्तुत गर्नेछु र आजको यो मेरो वित्तीय साक्षरता सम्बन्धीका कुराहरू यहाँलाई कस्तो लाग्यो कमेन्ट सेयर गरिदिनु होला र मेरो युट्युब च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। धन्यवाद।